हेलो गाइज, हाम्रो भ्लगमा स्वागत छ। हजुरहरूलाई आज फर्स्टै दिन भ्लग बनाइरहेको छौँ होइन। साथ सपोर्ट दिनु होला। यो बाइक चाहिँ अर्को बाइक लिनुपर्ने हो, त्यो बाइक भाइलाई अर्को भाइलाई सुतेको छ, त्यसलाई चाहिँ उठाउन गइरहेको छौँ। भाइ के हो अहिलेसम्म सुत्ने हो भाइ यार, यस्तो यार पङ्खा चलेछ यार। अनि के हो भाइ, उठ्नु पर्यो त। यस्तो यार हामी आज 15 रातको प्लान गर्दैछौँ यार, तपाईँ सुत्दिने यार। हेर्न भाइ यार, यसलाई खाली उठाइदियो हामीले अगाडि। ल उठ्नुपर्छ यार। ल जङ्गलमा दाउरा लिएर आउनुपर्छ। जाइज उठ्न मेरो भाइ, छिटो उठ के। पछि जङ्गलमा आज दाउरा खोज्नु पर्ने, यताउता खोज्यो भने टट्ट अनि बाइकमा छट्ट लिएर आउनु पऱ्यो नि त होइन। 2-3वटा लिएर आउनुपर्छ। मेरो आन्टी, उहाँ आन्टी पनि आज सरसफाइ गर्न हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो भाइ होइन, यो चाहिँ बहिनी है, मिस्टेक भएछ है। यो चाहिँ मेरो भाइ, उहाँ चाहिँ मेरो बजै। आज बजै हामी यस्तो एकदम युनिक भाषा बोल्ने होइन, हामी गाउँघरको मान्छे हो, गाउँघरकै जस्तै बोल्ने हो गाइस। आज चाहिँ 15 रातको बेला सबै हामीले प्लान मिलाएका छौँ। दाउरा सौरा ल्याएर आगो सागो बालेर टक्क रातभरि नसुत्ने भनेर 15 रातको दिन चाहिँ। आज तिमीलाई कस्तो लागेछ भाइ? एकदम दामी। ल एकदम दामी भनेर चाहिँ रमाइलो गर्नुपर्छ है, रमाइलो गर्नुपर्छ भाइ आज। अनि आजको प्लान कस्तो छ त भाइ? एकदम बवाल प्लान छ। आउँछ 3 केजी मासु जति है। ल गाडी स्टार्ट गरौँ न। बसौँ। भाइहरू चाहिँ तयार भइसके। पुरा राइडर हो नि त भाइहरू यार, के हो पुरा राइडर जस्तो गर्न आएको त यार। राइडर त होइन, बाजे आइके बोल्छ नि। ल चलो गाइस, हामी चाहिँ निस्क्यौँ यहाँबाट चाहिँ अहिले भर्खरै। आइज भाइ, जङ्गलको बाटो चाहिँ पुगिसक्यो। उहाँ चाहिँ भाइहरू आउँदैछन्। यो लास्टको जग्गा है आज चाहिँ। जङ्गलको बाटो पुगिसक्यो, हामी जङ्गल चाहिँ छिपिसक्यौँ। अब अगाडि कि हामीले खोला जानुपर्ने गाइस। भाइहरू पनि आइरहेको छ, राइडर भन्दा हामी खतम गइरहेको गाइस। पुगिसक्यो हामी चाहिँ जङ्गलमा पुगिसक्यो। अब ठक्क अब हामी दाउरा साउरा खोज्छौँ। दाउरा साउरा खोज्यो भने अनि यहाँबाट दाउरा साउरा उठाउनुपर्छ। के काम दौरा त त्यहाँ थियो त यार। दौराको आर्मी त छैन नि त्यहाँ नजाने भनेर मात्र म के जाउँ भने त्यहाँ क्या त्यहाँ पहाडी डाँडामा यस्तो बब्बाल सिराया आरीले काट्या हुन्न बजिरहेको त्यो टाइममा छाड्या छ नि दिनु। ए ल त्यहाँ अहिलेसम्म राख्या हुन्न मान्न है ल त। नै त त्यसरी त कोही लिने होला हैन। अरे यहाँ 12 पनि अस्तिदेखि खुल्या छ। यहाँ बिच यही के हो
अनि यही हो 12 बन नै हो हामीले काटे कहाँ 12 बन काट्ला पानी कसरी त तपाईँ नि कस्तो रहेछ भाइ यार उमान्ने हो त आउने हो त यहाँ खोज्ने हो अनि दौरा 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 यो कस्तो छ भाइ यार यो तर यो ऊ होइन हामीलाई चाहियो हो भनेपछि उसको के को भने के को भने के को मैले के को भने हो अघि खैरको खैर या सिसमको के काटेर राखिदियो होला यो खोलाको डिटै पाउनु लागेन त जाउँ खोलाको डिटमै जाउँ ए कहाँ राख्यो भन्नु लाग्छ त नै यहाँ जाउँ न जाउँ कोही खैर सैरका होला नि त बग्या सग्या कोही त्यसो हुन्छ नि क्या कोही नलिइसक्दा लागेवाला पनि हुन्छ नि ए टक्क एक राम्रै मस्त छ भने नि होइन त्यो लगिजाउँला क्याम्प यो क्याम्प होइन यो फेरि के अशुभ अशुभ बोल्यो होला भाइले यहाँ हात थाकिसक्यो यहाँ भलक यसलाई भलक कसरी बनाउँछ नि यार यहाँ मान्छे यहाँ मान्छेलाई यहाँ हात दुखिसक्यो यार अहिले पछाडि मान्छे हेर्न खुट्टा छडेर मान्छेलाई डराउँछ यो सिधै जिन्दा लास हुने हाल बनाउने हाल मान्छे हो यो कहानीको हो त एक दिन अगाडि दरमा आज के तेरो के भनाइ छ कि किन भइहाल्छ त किन हुँदैन त होइन भाइ भइहाल्छ नि यो त फेरि ऱ्याप मात्र हान्छ मेरो भाइ फेरि यसलाई हेभी द गुडलाई एकचोटि भेटाउनु पर्ने हो अनि ऱ्याप मात्र हान्छ फेरि 2 मुढा भन्ने यसलाई कति राम्रो मुढा कहाँ छन् अरे बजेले जाउँ न अनि जाउँ न गाडी उहाँबाट घुसाउँथे हामीले मैबाट अरे यहाँबाट बोकेर ल्याउला कि बोक्ता जस्ता छन् किन दुईजना गेल छन् बोक्ता छ भन्ने दुईजना बोकिहाल्छ नि त एक दारु खाएर होइन त है उदिने आए अब यत्ना बोक्दिन लाग्यो अब चट्ट काटे त्यो कस्तो हो भाइ के हो त्यो ऊ त्यो गानो जस्तो त्यो सबै चल्दी त्यहाँसम्म त बनायो उहाँ उति मेहनत खेर गरेर होइन फेरि ऱ्याप हान्छ मेरो भाइ त है फेरि ऱ्याप हान्यो भने फेरि भाइरल होला त फेरि भल कम्लेलाई जाडी भइरहेको छ क्या होइन मलाई जाडो हुनु लाग्छ क्या तँलाई घाम हुनु लाग्छ अहिले तेरो कानमा एक मुडो राख्यो भने अहिले निस्किन्छ तेरो सब चिज कसो सुक्यो खोलामा जाउँ न खोलामा हेरौँ अरे यो पायो होइन तपाईँलाई कसरी लिने भनेर हो पहिला नै यसो गरौँ 1-2वटा खोजौँ नपायो भने कहीँ मिल्यो भने हामीलाई अप्सनमा त लागि हुन्छ त्यही त भने उँभो छिरौँ अप्सनका लागि त हुन्छ यो लिने त अब लिने भने भइसक्यो भलक भइसक्यो केही छैन अब त्यहाँ अरू ठाउँ जाउँ भनाइ हो कि भलक भन्छन् कि भलक भन्छन् म भन्छु यसलाई दैनिकी यसले गाइज हामीले चाहिँ मिलाइसक्यो मिलिसक्यो एका होइन राख
एक आयो नि राख खुट्टामा खुट्टामा राख्न खुट्टामा राख रोक त्यसो अझ 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 घुमा अझ घुमा ल ल ल भइहाल्छ बिस्तारै लिनु पर्यो त्यतिकै राख अहिले मिलाउने त है मिलाउने अरे मिलिहाल्छ बिस्तारले है बिस्तारै एक नम्बर गियरमा बिस्तारै गाडीमा हानेर टुट बाइकमा यसरी प्याच हानेर बाइक टुट्यो कि दौड त्यो बाइक होला त्यो नटुटला भयो दुःखी होइन फेरि त्यो डोजर हो डोजर बिस्तारै लैजानु त नि चढ्न लाग्यो लगाइ हामी चाहिँ लाग्यौँ अब तपाईँलाई अब घर पुग्यो भने हामी देखाउनेछौँ के गर्छौँ के गर्छौँ भनेर अहिले हामी बिच जङ्गलमा पुगिसकेको छु गाइस उनीहरू चाहिँ अगाडि चाहिँ भाइहरूको हालत टाइट भइसकेको छ कमल भाइ एकदम फुल केयर है आफ्नो चाहिँ भाइ अब त केही छैन रोड पुग्यो दिनका दसचुरी त मेरो उच्च भन्नु अब कस्तो छैन ल उच्च कहाँ उच्च उचाइ त भयो यार त्यो उचाइ हुन्छ त सब लोड यहाँ छ उच्चा त उनी उच्च धेरै नउच्च क्या मेरो हात छोलिएको हाम्रो चाहिँ यो भाइ चाहिँ एकदमै भइसकेको छ भयो कि नै भयो ल पुगिसक्यो अब के छ हामीलाई मेन डर के को छ भने काहीँ मान्छेहरू बोनको मान्छे आइदियो भने पानी आइदियो भने चाहिँ यहाँ चाहिँ हामीलाई हल्का गाह्रो दुई काटेर दुई पिस बनाएर एउटा बाइकमा यो लिने अनि त्यो बाइकमा त्यो लिने गाइस हेर्नु भाइको मेहनत भात खाने बित्तिकै माछा छन् माछा बनायो चाहिँ खाउँ न के चाहिँ दिदीको घर यहाँ चाहिँ आगो ताप्नु गइरहेको छ गाइस आज हाम्रो दिदी अब चाय बनाइराख्नु चाहिँ दिदीको घर हो हामी चाहिँ माथि आएको थियो जङ्गलको ठक्क तल अगाडि फाइनली 5 मिनट हो यार 2 मिनटमा बन्छ हेर्नुहोस् चिया भइसक्यो अब दिदीको माया बिस्किट पनि 4-4वटा बिस्किट भाइले भन्ने बित्तिकै यस्तो दिदीलाई पनि देखाउँ उहाँ चाहिँ हाम्रो दिदी उहाँ चाहिँ अहिले चाय बनायो अब हामी यहाँ टक्क चाय पिएर हामी यहाँबाट निकल्छौँ त्यसपछि चाय पियो भने अनि फाइनली गाइस घर हामी चाहिँ पुगिसक्यौँ भित्र त्यो सागर त्यही लिनु बाँकी थियो क्या
फाइनली गाइज हामी चाहिँ राख्यौँ यतातिर चाहिँ राख्ने हो अब हामी होइन आज चाहिँ हामी पन्ध्र रात चाहिँ नाइट चाहिँ हामी पुरा नाइट यहीँ नै बनाउने भनेको छौँ हामीले अहिले चाहिँ हामी बजारतिर लाग्यौँ बजारतिर गएर सामान पनि ल्याउनु छ फाइनली गाइज बजार पनि पुग्यौँ स्ट्यान्ड लगा स्ट्यान्ड तेरो स्ट्यान्ड भने स्ट्यान्ड लगा न स्ट्यान्ड लगा भने स्ट्यान्ड लगा भने बाइकको अरे गाडी के भइदियो अहिले चाहिँ केटाहरू तयारी बनाउने अवस्था बनाइरहेछन् म चाहिँ भित्र जाँदैछु गाइस हेर्नुहोस् केटाहरूले पुरा तयारी बनाइरहेछ नि त हो भाइहरूले अरू भाइ कस्तो छ त एकदम बवाललाई हेर्नुहोस् कस्तो लाग्यो अब हुन्छ नि त 15 रात भने यो हो नि त भाइ यो पुरा हेर न हाम्रो आजको सेटअप सब चाहिँ बनाएर होइन सब चिज भइसक्यो खै भाइ दादा आज चाहिँ हाम्रो चाहिँ यो चाहिँ चिकन यो चाहिँ रोस्ट गर्ने चिकन होइन सलाद अनि जम्बो पनि राख्न मेरो भाइ जम्बो पनि राख्नु पऱ्यो नि त यो चाहिँ जम्बोको दिन रमाइलो लागेको छ होइन ठिक छ गाइस आज चाहिँ अब खै मैनेरले बनाएको सलाद चाख्छौँ के हो त्यो चाहिँ माथि त्यो टेस्टी छ गाइस बेसी भित्र हाल्दै नहुँदैन भने त उतातिर म ढुङ्गा राखिदिन्छु ढुङ्गा त्यो उठिदिएँ हेर न मलाई भित्र तर मलाई त्यो खुट्टो दिए भाइ मलाई बेस्ट लाग्छ करण खाना खानु गयो ओहो आन्टी हेलो आन्टी डोगरे आन्टी आरामै तम निकै छौ आज हामी पुस 15 बनाएर आएको छु हेलो गाइज म चाहिँ आन्टीसँग धेरै दिनपछि कुरा भयो आज चाहिँ आन्टी अब आन्टी चाहिँ बाहिर ठाउँ छन् इन्डियातिर छन् अनि आज रमाइलो आन्टी 15 रात पुस 15 अब बनाइदियो अब भाइ पछि कहाँ कोही कहाँ हुन्छन् कोही कहाँ हुन्छन् अब यादगार हुन्छ नै रोस्ट आन्टी भाइ गाइस हामीले चाहिँ फाइनली चाहिँ हाम्रो सब चिज चाहिँ भयो होइन 15 रातको सब चिज चाहिँ हामीले फाइनली कम्प्लिट गरेको छौँ वाह भाइ कस्तो लागिरहेको छ तिमीलाई तँलाई भाइ हेर्नु गाइस हान्नुपर्छ है अब गाइस आजको लागि यति नै गाइस अब अर्को दिन भेट्नेछौँ।